हेलो नमस्ते सबैजनालाई। म चाहिँ आज धेरै पछि फेरि भ्लग लिएर आएको छु। अब धेरै ग्याप थियो। आज चाहिँ म अर्कै छुट्टै तरिकाको भ्लग लिएर आएको छु। म चाहिँ आज अलि बाहिर छु। आज मेरो यहाँ साथी सर म्याडमहरू हुनुहुन्छ अनि दाइहरू हुनुहुन्छ। जो चाहिँ अलिक छुट्टै तरिकाले छुट्टै भिडियोको भ्लग लिएर आएको छु। हेर्नु है, आज हाम्रो कामको कुराहरू लिएर आएको छु। मलाई यहाँ साथी सरहरू हुनुहुन्छ। ल है, अब हामी चाहिँ हाम्रो काम सुरु गरिसक्यो होला। हेर्नु आज हाम्रो काम यहाँ हुनुहुन्छ सबैजना। ल हाम्रो चाहिँ आज रोड नाप्ने काम छ। यहाँ हुनुहुन्छ हाम्रो राजकुमार सर। राजकुमार सर, हजुरलाई स्वागत छ है। म यता बिजी। राजकुमार सर एकदम बिजी हुनुहुन्छ। यता हाम्रो किरण रमेश आचार्य सर हुनुहुन्छ। यता हुनुहुन्छ हाम्रो नरमा दिदी। दिदी एकदम टेप लिएर टक्क। दिदी हेलो, के छ? रमेश सर के छ, कस्तो फिलिङ भयो? 2-4 शब्द जाओस् न हजुरको। ल फिलिङ त 0.5 पनि छैन हौ। हो, कस्तो मौसमले पनि साथ दिइरहेको छ है। पछाडि सिनहरू पनि एकदम भोप्पा लगाइरहेको छ। हाम्रो ठेकेदार दाइ हुनुहुन्छ यतातिर है, दाइ हुनुहुन्छ। हाम्रो अगाडि हाम्रो अर्जुन सर र सविता मिस हुनुहुन्छ। सविता मिस हेलो, के छ? काम कस्तो राम्रो भइरह? एकदम है, मुजुङले है। किरण सरलाई त कस्तो हेर्छौ देखिरहेको छ है। हेर्नु हामी चाहिँ आज हाम्रो रोड एकदम है पानीले खोलिसकेछ। अस्ति नि नाप्नु पर्ने थियो, अलिक ढिलो भयो। अब चाहिँ बाटो अलिक खोलिरह अनि हामीले अब नाप्नु पर्ने हुन्छ। नाप्दैछौँ पाखा भित्ता। रातिको पानीले रातिको पानीले हेर्नु कस्तो बाटो चाहिँ खोल्दैछ। अब यहाँ फेरि खोलिदिएको छ। अब के गर्नु, दाइहरूको काम पुरा भइसक्यो। अब नाप्नुमा अब बर्खामा हिजो पानी आएर यस्तो खोलिदियो। हाम्रो स्टाफ टेप लिएर हामी एकदम हेर्नु त सिन चाहिँ आज एकदम राम्रो देखिरहेको छ है। यो हामी चाहिँ अहिले 3 पाटन गाउँपालिका वडा नम्बर 4 के भन्छ यता कुबिन डाँडा भन्ने ठाउँमा छु है। कुबिन डाँडामा हामी एकदम हजुरहरूलाई एकदम यहाँबाट देखाइरहेको छ आजको हाम्रो वर्कआउटहरू। सबैजनाले हाम्रो कामलाई एकदम हेरेर तपाईँले माया गरिदिनु है। ल हाम्रो अब यहाँको चाहिँ नापेर सकियो। अब हामी त्यहाँ पर एक ठाउँ छ, त्यसपछि हामी वडा नम्बर 4 बाट हामी वडा नम्बर 6 जान्छौँ। वडा नम्बर 6 मा चाहिँ हाम्रो हुनुहुन्छ किरण आचार्य सर। उहाँ सरले काम गर्ने वडा जान्छौँ है हामी। किरण आचार्य सर हेर्नुहोस् है, आचार्य हो त्यो हो रे सविता मिस। भर्खरै हेर्नुहोस् है। बुढी कहाँ त गएर बुढी चाहिँ जापान गएको छ। महिनाको 4-5 लाख कमाउने रहेछ। हो ए, उसको त अब के लाइफ सेटल भइसक्यो नि हाम्रो किरण सरको त। के छ उसलाई यहाँ उसलाई त रमाइलो हो, दुःख खासै गर्नै पर्दैन। ल अब हामी जान्छौँ। बाटोहरू पनि थोरै देखाउँछौँ। अब सविता मिसले चाहिँ मलाई सहयोग गर्नुहुन्छ भिडियो बनाउनुलाई। सविता मिसलाई अब म मोबाइल दिन चाहन्छु है। हेर्दै गर्नु होला सबैजनाले। अब लाग्यौँ है अब हामी त। नाप्नुपर्छ है। आज हामी सबै सकाइदिने हो, 4 र 6। ल गाइज हामी अब 6 नम्बर वडाको एउटा भलिबल खेल्ने सानो फिल्डमा आइयो क्या। अब हामी फिल्डको नापजाप लिन्छौँ। बाटो चाहिँ एकदम दुःख थियो, लड्दै पढ्दै आइयो। हाम्रो सबैभन्दा धेरै लड्ने चाहिँ उहाँ हुनुहुन्छ राइडर बोय। उहाँ चाहिँ अलिक चिप्लिनु भयो है। 5-6 ठाउँमा चिप्लेर उसको
लिगल पनि त्यस्तो त्यसो भएछ है उहाँको अलिक चिप्लिङ भयो कस्तो लाग्यो बाटो कस्तो फिल भइरहेको छ हाम्रो अर्जुन सर बाटो स्पेसल स्पेसल हो रोड चाहिँ त्यही रोडमा फर्केर पनि नआउ जस्तो हो होइन फर्केर 10 चोटि आउँछ ए हो त बाटो भ्लग भएको छ कस्तो भएको छ त राजकुमार सर आनन्द छ आनन्द छ भोक लागेको छैन दिदी र हाम्रो मिस्टर कस्तो भएको छ नि ओहो हाम्रो मिस ऊ हुनुहुन्छ अधिकारी हो तर पनि मगर भाषामा चाहिँ फेरि एकदम पर्फेक्ट हुनुहुन्छ है ए मगर भाषामा उहाँ फेरि पर्फेक्ट हुनुहुन्छ हामीभन्दा नि एकदम राम्रो हुन्छ ल हेर्नुहोस् त ग्राउन्ड एकदम फुटबल भलिबल खेल्नलाई टट्ट यहाँ खाइसकेको छ अब यसको हामी ठ्याक्क नापजाप लिएर अब हामी हिँड्नु पर्ने हुन्छ अब हामी हजुरहरूलाई अर्को स्थानमा पुगेपछि भिडियो बनाएर देखाउँला है हजुरहरू सबैजनाले हेरिदिनु होला है हाम्रो नापचापको काम भएको छ एकदम यो अहिले फिल्डमा नापचाप लेन्थ ब्रेथ लिँदैछौँ है हामी लेन्थ ब्रेथ हाइटहरू किरण सर हुनुहुन्छ हाम्रो अच्छा क्रिटिकल छ है अवस्था पुरै क्रिटिकल छ अहिले हामी थाकेर पनि लोड भइसक्यो बाटो त्यस्तै छ यताउति हिँड्नु पर्ने मरिसरी लडी पढी भएर नि यहाँसम्म आइपुग्यो अब अझै छौँ हामी निरन्तर यात्रामा है हजुर ल है हजुरहरू यो चाहिँ हाम्रो फिल्ड जाँदाको अवस्था है हाम्रो प्रतीक छ मन्दिर सरको बाटो भएर सबैजना एउटा गरेर बाइकलाई मरिपरि निकाल्दैछौँ है हजुरहरू हेरिदिनु होला है ल है यस्तै छ गाउँघरमा के गर्ने बर्खाको टाइममा गाह्रो छ है ल है हामी चाहिँ अब 6 नम्बरतिर प्रवेश गरिसकेका छौँ बाटोको अवस्था एकदम नाजुक छ हाम्रो तर हाम्रो प्रो राइडरहरू हुनुहुन्छ यहाँ हाम्रो राजकुमार सर के छ कस्तो राइड कस्तो भइरहेछ कम्फर्ट छ नि त्यस्तो केही समस्या आएको छैन नि अर्जुनलाई हो छोटो खुट्टा छ है ल हिँडिसक्नु भयो हाम्रो दुईजना टोली त्यहाँलाई कस्तो लागिरहेछ आचार्य सर अलि अगाडि आउँछ तपाईँसँग थोरै इन्टरभ्यू लिनु पर्यो ओहो आचार्य सरजी के छ हजुरको खबर बाटो पुरै ब्लक भइरहेको छ पानीले पानीले कस्तो अरू हजुरकै परिचय दिनु पर्यो नि त के छ कस्तो फिल भएको छ हजुर राम्रोसँग भन्नु न फिल भएको तपाईँको खोइ त्यो एउटा थेगो थियो नि के हो अरे चैनीमा होइन क्रिटिकल्ली छ क्या अलि बाटो कस्तो छ अरे हो ल ल ल ल है अब हामी त्यो बाटो ब्लक भएको छ अब सविता मिस म दाइहरू हुनुहुन्छ हामी अब अगाडि बढ्नेछौँ है ल अब हामी 6 नम्बरमा भेट्नुपर्छ है सविता मिस हो ल गाइज हामी चाहिँ अब खाजा खान लगाइरहेको छौँ है भोक लगाएर चढाइ मर्न लागिसक्यो ए हाम्रो मिसहरू हुनुहुन्छ खाजा हाम्रो एकदम चिसो र के खाने हामी ओ राजकुमार सर चाहिँ के हो चिन्न थालिसकेको थिएँ भोक लाग्यो क्या हो भोक लगाएर पनि अस्त व्यस्त भयो कति दिनु रे 20 रुपियाँ ल 20 रुपियाँ मात्र 20मा 10 मिसाएर दिउँ न उसलाई ठिक्क हुन्छ राजकुमार सरलाई अनि टेप नापेको पनि याद हुँदैन उकालो हिँड्ने पनि याद हुँदैन ओह्रालो हिँड्ने पनि याद हुँदैन ल त्यस्तै छ है हाम्रो चाहिँ अब लोकल स्टाइलमा पुरै खाजा खान लगाइरहेको छु यस्तै हो गाउँघरमा टक्क अब चाउचाउ ल्याउने चाउचाउमा ट्याक्क पानी मिसाउने नुन घोल्ने अनि यसरी
खोर्सानी उम्लियो 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 किरण सरको ओडामा आउँदैछु आज किरण सरले सबै बाटो खत्तम चिसो है चिसो ल यस्तै छ अब यस्तै खाजा अब आउँदैछ चाउचाउ अब किरण सरको ओडामा आएर किरण सरले हामीलाई एकदम स्पेसल खाजा खुवाउँदै हुनुहुन्छ खोइ के हो एकदम के छ वन इन्स्ट्यान्ट नुडल्स है ल दाउनी टेस्टी अरे यसलाई चौडप्प वनलाई पड्याप्प पारिन्छ ल पानी मिसाउने है थोरै चटपटे पनि खाइदिउँ न त साउनी साउनीले चाहिँ अब मिठो चटपटे बनाउनुहुन्छ हाम्रो अनि चटपटे हामी चड्याप्प लाएर खाने फिल्डमा हामी आज फिल्डमा हिँड्नेछौँ है अब के गर्नु त्यस्ता कतमा पनि जानु पर्दो रह भन्ने कुरा लागिरहेछ ठिक छ देखिरहेको मलाई देखिरहेको नरमा दिदी के छ के बोल्नु हुन्न त बोल्नु न केही हजुरको पनि जाओस् त दिदी राजकुमार सर के छ भन्नु न हो 2-4 शब्द जाओस् न तपाईँको पनि भिर पाहा हिँड्नुपर्छ है दुःख गर्नुपर्छ बिचरा हाम्रो अर्जुन सर चाहिँ आज अलिक क्रासमा हुनुहुन्छ उहाँ ल है अब हामी खाजा खान्छौँ अनि मासतिरको भिडियोहरू देखाउँछौँ है हजुर अहिले हाम्रो ब्रेक ल ल यो चाहिँ हाम्रो गाडामृत चोक है गाडामृत चोक नयाँ वडा कार्यालय एकदम बब्बाल बन्दैछ है भित्र पनि हेरौँ है ल एउटा कार सरी एकदम ढोकाको सिसाको बाँको काम रह वायरिङको होइन प्रिन्ट ल है एकदम दामी भन्दैछ वडा कार्यालय वडा कार्यालयको छतमा जाउँ वडा कार्यालय एकदम दामी ठाउँ छ भन्ज्याङमा सडक र हावा आउने वरिपरि एकदम कुल दृश्यहरू देखिन्थ्यो एकदम मौसम पानी आउन आँटेको कुल छ है ल 6 नम्बर वडामा आइपुग्यौँ हामी 6 नम्बर वडाभन्दा अलिक माथि छौँ है हाम्रो नाप्नु पर्ने स्टेसन हाम्रो वडा कार्यालय चाहिँ यहाँ छ नयाँ भवन पनि बनिसकेको छ एकदम चिटिक्क छ हेर्नु त सिन कस्तो राम्रो भएको छ अहिले पानी पर्न लागेर पानी पर्न लागेर एकदम राम्रो छ हाम्रो जम्बो टोली यहाँ छ फेरि हाम्रो स्टार्ट ल स्टार्ट है ल जाउँ 70 100% हो ल हेर्नुहोस् त अब बाटो खनेको फेरि हिजोको पानी आएर नयाँ बाटोको ट्र्याक खोलिसक्यो है दाइ के छ भने हजुरको थोरै जानु भनिदिनु पर्यो क्या तपाईँले पनि जिन्दगी बिन्दास छ है काम कुरो भनेको यस्तै हो
काम भने यस्तै हो अँ आज भने जिन्दा फेरि जिन्दा ल है ल दौरो टेकिएर है ल ठिक छ रमाइलो छ नयाँ नयाँ अब है हामीले पनि दाइसँग यसो भेट्ने दाइसँग भेट्ने मौका बाहिर दाइसँग सहकार्य गरेर काम गर्ने मौका पाइयो है सिन्धुलीको दाइ हुनुहुन्छ हाम्रो उहाँबाट पनि उहाँसँग पनि हामीले हाम्रो नयाँ अनुभव अनि कामको सिलसिलामा नयाँ मान्छेसँग हाम्रो भेट भएर सहकारी गरेर एकदम कुल गुड हुनुहुन्छ है दाइ चाहिँ फेरि मलाई चाहिँ गुड लागिरहेको छ है हेर्नु है सिन पनि डाँडा काँडा छ गाउँघर यस्तै छ हरियाली छ एकदम क्लियर छ है पानी पनि आइसक्नु लागेको छ एक दुई थोपा झर्दैछ हामी त्यही भएर हतार हतार छिटो छिटो गरिरहेको छौँ हामी दसौँ खोला यता माथिबाट हो अलिक माथि यताबाट जानुपर्छ ल है हजुरहरू काम चाहिँ अब यस्तै हो भिडियोलाई चाहिँ स्किप नगरिकन सबैजनाले हेरिदिनु होला माया गरिदिनु होला सेयर सब्सक्राइब लाइक कमेन्ट गरिदिनु होला अब यस्तै हो भिडियो बाटोमा लड्दै पढ्दै बनाउँदै हिँड्दैछौँ पिस राख्दैन 0.3 ल है नयाँ ट्र्याक है यो सबिता मिस अर्जुन सर हाम्रो एकदम आज पितामा मैले चाहिँ भिडियो बनाउने काम गरेर आज सहयोग पनि गरिरहेको छु रोपाइ पनि सुरु भइसकेको छ हाम्रो गाउँघरतिर कोही इच्छुक हुनुहुन्छ भने आउनु होला है सहयोग गर्नलाई अलि लामो लामो पऱ्यो है अलिक त गोर्नु पऱ्यो कहाँ अर्को ठाउँ र म बस्छु यहाँ ल अर्को ठाउँ यहाँ छु म बस्छु म छु है यहाँ ल है हजुरहरू सबैजना खेती बाती सुरु भएको छ रोपाइ सुरु भएको छ अब गोरु कुदाउनु भयो आउनु होला हाम्रोतिर पनि है दिदी ल यहाँ हो त्यहाँ हो ल हामीले यो बाटो नापेर चाहिँ फर्किन हामी सुरु गऱ्यौँ है अब अहिले हामी फर्किँदैछौँ यता मेरो टोइङ ग्रुप हुनुहुन्छ टक्क लाएर किरण सर ए हाम्रो अर्जुनपुर हजुरमा किरण भन्नु अर्जुनपुर हरे अर्जुन के छ हजुर ल है हामी फर्केको है अब चाहिँ ग्रुपमा बिजुक छ सबै लड्दै पढ्दै आइयो अर्को मान्छे पनि हुनुहुन्छ है हाम्रो यहाँ गाउँको मान्छे हामी सँगै आउनु भएको छ है काम कारोबार सकेको हुँदा अब हामी गन्तव्यतिर लाग्दैछौँ सबै रेडी भइसक्नु होला सर पनि सातो लगेर आसरी फर्किनु पर्यो कि सातो लगेर आसरी हुन्छ र अब हामी लाग्यौँ है सबै आजको हाम्रो 4 नम्बर वडा र लगाइज अब चाहिँ हाम्रो है हामी चाहिँ 4 नम्बर वडा र 6 नम्बर वडा हाम्रो अनुगमन अनुगमन आइसकेको छौँ सबैजनाले हाम्रो भिडियो हेरेर साथ सपोर्ट माया गरिदिनु होला भन्दै अब दाइ आजको दिन कस्तो भयो अनि हो
ल A1 भयो त अनि हाम्रो किरण सर ए किरण हाम्रो रमाइलो भयो है सविता मिस कस्तो भयो आजको भन्नु त अन्तिममा भयो अन्तिममा अनि हाम्रो भिडियो हेर्नेहरूलाई के भन्नुहुन्छ सविता मिस के भन्छ हाम्रो भिडियो हेर्ने मान्छेहरू है तपाईँ के भन्नुहुन्छ सबै साथीहरूले लाइक गरिदिनु पर्यो सेयर गर्नु पर्यो सब्सक्राइब गर्नु पर्यो है लाइक कमेन्ट सेयर सब्स्क्राइब सविता मिस भनिदिनु त अब सकेको छ जानकारी गराउन चाहन्छु सबैजनाले लाइक कमेन्ट सेयर सब्स्क्राइब गर्नु नमस्ते है हाम्रो सविता मिसको त फेस अनुहारले नै हेर्दाखेरि नि सबैजनाले सब्सक्राइब गर्नु लाइक पनि गर्नु सेयर पनि गर्नु है ल राम्रो त्यो भयो झन् राम्रो भयो अनि हाम्रो किरण सर के भन्नुहुन्छ बिचो गुण आएर कुचुक्क भएर ठुलो सरले भन्नु त उहाँको म्याडमको याद आएर छ घर जानु पर्ने के उसको लागि जापान नै जानु पर्छ ओ किरण सर भन्नु पर्यो आज कस्तो भयो भन्नु न कस्तो भयो आजको भोक लागेछ अनि हाम्रो भिडियो हेर्नेलाई के भन्नु चाहनुहुन्छ भिडियो हेर्नेले राम्रोसँग हेर्नु होला बुझेर हेर्नु होला अनि यो चाहिँ लाइक पनि गर्न बित्छारी कमेन्ट गर्न बित्छारी के हो यो भ्लगमा सब गरिदिनु होला के भयो त्यो केमा हुन्छ अरे लाइक कि सब्सक्राइब के भ्लग गरिदिनु होला आज पालो बलको भलक बनाइआएको छ सबैले हेर्नु होला है ल दिदी हजुर पनि अन्तिममा ल अन्तिममा भनिदिनु न थकाइ लागेछ लास्टमा आधी घन्टा लाग्छ हो ल ल सबैजनालाई फेरि पनि नमस्कार है हाम्रो भिडियो हेरेर सबैजनाले माया गरिदिनु होला भन्दै आजको हाम्रो भ्लगलाई अन्त्य गर्छु है ल रेड बुलको साइडमा है ल